र दिन चाहिँ यस्तो भइरहेको छ है। हेलो गुड मर्निङ सबैलाई सुप्रभात भन्न चाहन्छु। र आज शुक्रबार है, र आज चाहिँ 31 अक्टोबर र हामीले सुरक्षा समाजको तत्वावधानमा सम्पन्न गर्न लागिरहेको 3 दिवसीय पुष्प प्रदर्शनी फ्लावर एक्जिबिसनको आज पहिलो दिन र दिन चाहिँ यस्तो भइरहेछ। र अब म हलतिर लाग्दैछु। गेस्टहरू पनि आइसक्नु भएको छ भन्छ र म अलिक ढिलो भयो। घरको कतिवटा काम पुरा गरेर जानुपर्ने हुन्छ होइन। र यस्तो भइरहेछ बाटो चाहिँ हाम्रो गाउँको र सारा नर्थ बेङ्गाल प्रायः सबै जग्गामा फेरि पानी परिरहेको छ। र आज हाम्रो यो पुष्प प्रदर्शनी पनि लथालिङ्गै पारिसकेको छ पानीले। र के छ कसो छ म तपाईँलाई देखाउँछु, हेर्दै गर्नु होला। कपिल गुरुङको प्रयास लाग्दैको र हाम्रो हल चाहिँ अब यस्तो भइरहेछ। र हलभित्र चाहिँ अब हाम्रो जुन तयारी गरेको छ यो तयारीमा चाहिँ अब धेरै नै झमेला पनि भइरहेछ पानीले गर्दा। सुरु भइसक्यो। यस्तो चाहिँ हाम्रो हलको अवस्था चाहिँ पानीले गर्दा। यता हेरिदिनु पऱ्यो है हाम्रो माउ बनाउने भाउजू। तपाईँले थप्पडीद्वारा स्वागत गर्नुहोला। उहाँलाई यसलाई भित्र आसन गरिदिनु हुनुहुन्छ। हामीले यो प्रथमपल्ट सुरक्षा समाजद्वारा यो पुष्प प्रदर्शनी कार्यक्रम साथै एउटा छोटो रूपमा भए पनि नयाँ हाम्रा युवा नेसनल इन्स्टिट्युट अफ लर्निङका नानीहरू पनि फ्लावर एक्जिबिसन हेर्नको लागि आएको छ। हाम्रा श्रद्धेय काका श्रीमान याङकुमार गुरुङ अनि श्रीमान गणेश छेत्रीज्यू, उहाँहरूलाई हामी सुरक्षा समाजको तर्फबाट धेरै धेरै स्वागत साथै हाम्रो आजको यो कार्यक्रमको अतिथि महानुभावहरूको आगमन भइसकेको छ। अतिथिगण उहाँहरू आउनुहुन्छ, उहाँहरूलाई माल्यार्पण छ। र यस धन्यवाद ज्ञापन कार्यक्रममा म सर्वप्रथम हाम्रा वयोवृद्ध काकी बिसन्चो हुँदा हुँदै पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यहाँ उद्घाटन समारोहमा आइदिनु भयो। उहाँलाई म सुरक्षा समाजबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथसाथै आजको यो जति पनि पुष्प प्रदर्शनीको प्रतियोगिता थियो, यसमा हामीले निर्णायकको निम्ति हामीले हाम्रा श्रद्धेय भूतपूर्व प्रधानाध्यापक कृष्णगिरी उच्चतर माध्यमिक विद्यालयका श्रीमान वीरेन्द्र राईज्यू अनि माध्यमिक शिक्षा केन्द्र डिबी साइडबाट आउनुभएका हाम्रा भाइ श्रीमान श्याम सुब्बाज्यूलाई पनि हामी सुरक्षा समाजको तर्फबाट धेरै धेरै धन्यवाद पठाउँदछौँ। यसरी नै हाम्रै समाजका वयोवृद्ध हाम्रा काका हुनुहुन्छ श्रीमान हरसिंह गुरुङ अनि
जगत राईज्यू अनि यहाँ दाई पूर्णबहादुर गुरुङज्यू यहाँ सौदर छेत्री अनि विभिन्न यहाँ हाम्रा भाइ राजेश राई र उहाँहरू सबैलाई हामी यहाँ सुरक्षा समाजबाट आज हाम्रो निमन्त्रणमा स्वीकार गरेर आइदिनु भएकोमा मुरी धन्यवाद दिँदै यो धन्यवादको कार्यक्रम पनि म यतिमै समाप्त गर्न चाहन्छु। धन्यवाद। सुरक्षा समाजका परिवार अनि आजको विशेष श्रद्धेय दिदी हुनुहुन्छ हामीलाई अनि जति पनि आउनुभएका हाम्रा विशिष्ट अतिथिवर्ग सबैलाई हार्दिक अभिवादन पठाउँदै दुईवटा कुरा यहाँ कभर गर्नु नभए विशेष आज यो जुन चाहिँ यो पावर एक्जिक्युसन पुष्प प्रदर्शनी धेरै साल बादमा सम्पन्न भइरहेको पुस्तकहरू हेरिराख्दा अनि आजको यो जुन माहौल दौडा छ आजको जुन हाम्रो युवा पिँढीको मनस्थितिहरू छ जुन एउटा विकृति भएर गइरहेको हामी पाउँछौँ तर कतिपय भाइ बहिनीहरू यस क्षेत्रमा लगनशील भएर अघि बढेर आफ्नो जीवनहरू पनि हानिरहेको पनि हामी पाउँछौँ अनि यसरी जुन प्रकारले समाजका हाम्रा परिवारले दाजुभाइ हाम्रो सदस्यमाहरू जति पनि दिदीबहिनी सबै सम्पूर्णले जुन एउटा जमलको गरे विषयको लागि धेरै धेरै उहाँहरू एउटा धन्यवाद पाउनलाई भनिएका छन् जुन चाहिँ आजको पिँढीहरूलाई जो हौसलाहरू जोसहरू दिएका छन् ताकि यो पनि एउटा आय स्रोतको एउटा धेरै ठुलो टेवाहरू पुगेको छ पुर्याइरहेका पनि छन् हामी देखिरहेका छौँ आजको यो जुन समाजमा आजको जुन चाहिँ वर्तमान परिस्थितिमा छोरी बच्यो भने एउटा सरकारले एउटा ठुलो प्रायोरिटीहरू दिइरहेको छ कतिपय दिनुपर्ने सहुलियतहरू दिइरहेका छन् सो हामी पाएका छैनौँ त्यहाँबाट सबै वञ्चितै छौँ स्थितिहरू हेर्दाखेरि जुन व्यवसायहरू चलिरहेको छ आजभन्दा 20-25 वर्ष अगाडि हामीले गर्दाखेरि यो खालको महल हुँदैन तर अहिलेको यो वर्तमान स्थितिले हेर्दाखेरि चाहिँ साह्रै नै यो एउटा प्रमुख व्यवसाय भएर गएको छ मान्छेको आय स्रोत भएर गएको छ अनि यसको निम्ति कुनै पनि प्रकारको मार्केटिङहरू पनि हामीले अभाव हुँदैन दिनदिनै गाउँघरमा विभिन्न ठाउँको गरेर भाइ पनि रहेको ठाउँमा तर यो भेटनाम हुन सकिँदैन यो सानो एउटा छोटो रूपमा भए तापनि एउटा साँच्चै नै सबै आजको हाम्रो युवा पिँढी जमानमा एउटा जुन जोस प्रेरणाहरू दिन पुगिरहेको छ र यसको निम्ति म यहाँ सम्पूर्ण जति पनि आयोजक यहाँ सम्पूर्ण सुरक्षा समाजका सबै परिवारहरू धन्यवाद नै दिन्छु अनि उहाँहरूप्रति म नमन नै गर्दछु र विशेष आजको जुन चाहिँ यो निर्णयको भागहरू पनि म र हाम्रो भाइ श्यामकुमारलाई दिएका थिए अनि दुई भाइ मिलेर हामीले यसमा निर्णयहरू लिएका छौँ कतिपय यसमा भुल त्रुटि भयो हामी क्षमा माग्छौँ हामीले यस गोदावरीको क्याटेगोरीहरू हामीले हेर्दाखेरि चाहिँ यसको रुख बिरुवाको सबै ढाँचाहरू हेऱ्यौँ अनि जति पनि त्यस फुलको ढाँचाहरू हेऱ्यौँ र यसरी हामीले छुट्याएका छौँ कतिको एउटा ग्रुपमा चाहिँ एकैवटा गाउँमा चाहिँ ग्रुपमा हेल्दी छ स्वास्थ्य छ त्यो पनि हामीले हेऱ्यौँ र कामको पनि यसरी नै हेऱ्यौँ हामीले यसरी हाम्रो आफ्नो समशक्ति र लागतले भएअनुसार हामीले क्याटेगोरी छुट्याएका छौँ त्यसमा कतिको मनमा कुनै पनि प्रकारको चोटहरू पुऱ्यायो भने हामी
पनि होइन तर पनि हामीले जीवन दिनुभयो धन्यवाद र यसरी जुन प्रकारले यो आज आयोजन गरेर जुन हामी सम्पूर्ण मेरो वर्ग हामी सम्पूर्ण जसले तपाईँलाई मलाई अघि बढ्नको लागि बाँच्नको लागि कुनै पनि काम गर्नको लागि हौसला दिइरहेको हुन्छ अनि तपाईँलाई पनि जीवनमा पनि यस्तै प्रेरणा स्रोतहरू बढेर हामीलाई आजको यो जुन एक्जिबिसन भइरहेको छ राम्ररी सफल भएको होस् भन्ने शुभकामना छोटो मेरो धन्यवाद म यही चेष्टा गर्छु अहिले आइडियाहरू अफिस नै हुनुहुन्छ साथै प्रेमी हुनुहुन्छ उहाँले गरेको निर्णय सबैको निर्णय यसमा सुन्दरता त सबैको सुन्दरतै छ तर यो नियम छ एउटा हामीले जुन चाहिँ फर्स्ट सेकेन्ड थर्ड भन्ने एउटा नियम रहेको छौँ त्यो पालन पनि छन् हुनाले गर्दा उहाँले ठुलो एउटा भारमा हामीलाई कार्टुन घुमाउने हामीलाई दिनुभयो र अनि मैले यहाँनिर भन्दै थिएँ यो फोटो विषयमा आधा उनी मैले सकेछु यो माथिको आर्ट त भएको हाम्रो कपिल सर र हाम्रो सुरुमी नानीको अनि तल पनि देख्नुहुँदैछ तपाईँले त्यो फोटोग्राफी देख्नुहुँदैछ यो पिछेको त्यो हाम्रो कपिल सरको फोटोग्राफी हुन्थ्यो र यसमा उहाँलाई निकै ज्ञान छ र उहाँले यो फोटोग्राफी हाम्रो टिस्टा भ्यालीको यो यहाँको ठाउँको हामी देख्छौँ यो पुरानो ठाउँहरू देख्छौँ मैले भुटानमा पनि पठाइदिएको थिएँ सामालाई साह्रो कामको कुरा गर्छ पुरानो कुरा गर्छ भन्ने मैले पठाइदिएको थिएँ र यसरी नै उहाँले यो सेल पनि गर्नुहुन्छ यसलाई त्यो दाम उहाँलाई सोध्नु हामी गरिराख्नु भएको छ त्यसरी उहाँको फोटोग्राफी राम्रो छ उहाँले जुन चाहिँ फोटोग्राफी यो अरू आँखाले मान्छेले आएर त्यो कुना यसरी खिच्ने त्यो मौका पनि पाउँदैन जान्दैन ठिक छैन तर हाम्रो यहाँ स्थानीय हामी यी जन्मी यी हुर्की बढी उनीहरू खेलेको हामीलाई यहाँको कुना थाहा छ र कहाँबाट कस्तो देख्छ हाम्रो कस्तो थाहा छ त्यो विचार गरेर हाम्रो कमिसन एउटा रेयर पुस्तक यहाँ अब त्यो के भने त्योभन्दा पनि त्यो के अरे पह्यु फुलिरहेको जुन चाहिँ नक्साहरू छ त्यो अब देख्नु पाउँदैनौँ अब अहिले पह्यु फुल दिँदैन हामीलाई है सबै काटिदिइहाल्छ जम्मै घाँस काटिदिइहाल्छ सबै काटिदिइहाल्छ अहिले मैले कमानबाट त्यो के अरे काट्ने के अरे काट्ने आएपछि चाहिँ हाम्रो घाँसपालाहरू पनि निकै मौका पाइयो सब फुटाइ अब गर्छु लागेको छैन हामीलाई र यो क्षणमा जुन चाहिँ उहाँले त्यो यस पिक्चरहरूमा क्याप्चर गरेर राख्नु भएको छ कतिसम्म राख्ने छ र यो उहाँको व्यापार म भन्दिनँ उहाँको एउटा सेवा हो मैले पनि किनेर आएको छु उहाँको यस्तै भन्दैन र यसरी अब हामीले उहाँलाई एक्स्ट्रा हामी भित्रै भएका पनि एक्स्ट्रा उहाँलाई म चाहन्छु भन्दै म हाम्रो चाहन्छु जो क्याटेगोरी अनुसार चाहिँ बल्ब भेराइटीमा चाहिँ यो ग्रुपले चाहिँ ए क्याटेगोरीमा पाएछ हेऱ्यो भने यो पनि ए क्याटेगोरीमा सेलेक्सन भएको छ चाहिँ बी क्याटेगोरीमा पम भेराइटीमा चाहिँ
हाम्रो पोपो अतिथि महानुभावहरूले पनि यस फ्लावर एक्जिबिसनभित्र फुलहरूको सुन्दर प्रशंसा गरिरहनु भएको छ। र यहाँ चाहिँ अब मेरो फोटोग्राफी पनि छ। ल बताइदिनु पऱ्यो यहाँ के कस्तो छ भने हाम्रो आयोजक समितिका यहाँ यो जुन आर्टहरू छ यो आर्ट चाहिँ हाम्रो बहिनी सुरभिले गरेको आर्टहरू हो। एकदमै पेन्सिल आर्टहरू एकदमै उत्कृष्ट छ। यो आर्टहरू चाहिँ सबै मैले बनाएको यो माथिको चाहिँ सुरभि बहिनीले बनाएको हो हाम्रो समाजको बहिनी। यो माथिको चाहिँ आर्टहरू मेरो हो। यहाँनिर चाहिँ तपाईँको फोटोग्राफी एज युजल तपाईँलाई थाहा छ होइन, म अलिअलि फोटोग्राफी पनि गर्छु र त्यसको लागि चाहिँ यहाँ अलिकति एक्जिबिसनमा राखेको थिएँ। र फ्लावर एक्जिबिसनको चाहिँ पहिलो दिनको सुरुवात आज भइसकेको छ र उपस्थित यहाँ महानुभावहरू गेस्टहरू धेरैजना आउनुभएको थियो होइन। उहाँहरूको उपस्थितिमा र गाउँ समाजका हाम्रा बुजुर्ग व्यक्तित्वहरूको उपस्थितिमा चाहिँ आज पहिलो दिनको फ्लावर एक्जिबिसन सुरुवात भइसकेको छ। यहाँ अतिथि महानुभावहरूले पनि यहाँ सुन्दर सुन्दर फुलहरूको जुन हेरिरहनु भएको छ र प्लान्टहरू पनि प्रशस्त मात्रामा राखेका छौँ। यहाँनिर हामीले हाम्रै टिस्टाभेलीमै हाम्रो टिस्टाभेलीको फ्लोरिकल्चरलाई प्रमुख पेसा बनाएर अगाडि बढाउने भाइहरूको यो प्लान्टहरू हो। आजको हाम्रो जुन गुरुङ गाउँ सुरक्षा समाजको तत्त्वधानमा सम्पन्न भइरहेको यो होइन 3 दिवसीय पुष्प प्रदर्शनी फ्लावर एक्जिबिसनमा चाहिँ अब हाम्रो अतिथि महानुभावको रूपमा हाम्रा दाजु शुभेन्द्र राईज्यू अनि हाम्रो राजेश दाजु आइपुग्नु भएको छ र अन्य धेरैजना अतिथि महानुभावहरू पनि हुनुहुन्छ है। र राजेश दाजुलाई म सोध्न चाहन्छु तपाईँलाई अब यो जुन आयोजना होइन धेरै वर्ष बादमा भएको तपाईँलाई के कस्तो लागिरहेछ तपाईँको विचार यसो राखिदिनु न। यो पुष्प प्रदर्शनी
सुरक्षा समाज यो भवनभित्र है फेरि यहाँ सुरक्षा समाजद्वारा यो पुष्प प्रदर्शन जुन आज 31 तारिकबाट सुरु गऱ्यो र यो हामीलाई लाग्छ यस प्रदर्शनबाट आउने जो हाम्रो जेनेरेसन हाम्रो भाइहरू जति पनि छ उहाँले यस पुष्प प्रदर्शन हेरेर यसलाई निरुपण गरेर आउने भाइहरूले फेरि आफ्नो व्यवसायी रूपमा पनि यो पुष्प प्रदर्शनलाई बढाएर होइन आफ्नो घरमा एउटा व्यवसाय ढङ्गले फुलहरू एउटा बेचबिखन गर्नुमा धेरै टेवा पुर्याउँछ जसमा कि यो प्रदर्शन हेरेर होइन भाइहरूले सिक्छ कि फुल कसरी रोप्नुपर्ने यसलाई मलजल कस्तो प्रकारले गर्नुपर्ने कुन बेलामा यसलाई कटिङ लगाएर यसलाई कति बेला रिपोर्टिङ गर्नुपर्ने कति बेला र विशेष आजको हाम्रो पुष्प प्रदर्शनी सुरक्षा समाज गुरुङगाउँको तत्त्वावधानमा सम्पन्न भइरहेको छ होइन र हाम्रो अतिथिको रूपमा हाम्रा गाउँकै हाम्रो पूजनीय भेना साथसाथै टिस्टाभेली चियाबारीका सहप्रबन्धक श्रीमान वीरेन्द्र छेत्रीज्यू पनि उपस्थित हुनुभएको छ र उहाँलाई सोध्न चाहन्छु र आजको यो जुन आयोजना भइरहेछ होइन तपाईँलाई के कस्तो लाग्यो तपाईँको विचार यसो भनिदिनुहोस् न। अब यो अघि हाम्रो चाचा सरले भन्नुहुँदै थियो होइन आजभन्दा 23 वर्ष अगाडि साई समितिको तत्त्वावधानमा हाम्रो टिस्टाभेली फुटबल ग्राउन्डमा बृहत रूपमै एउटा कार्यक्रम भएको थियो। त्यसमा विविध कार्यक्रम सँगसँगै पुष्प प्रदर्शनी पनि थियो। त्यसको प्रत्यक्षदर्शी हामी पनि थियौँ, म स्वयं पनि थिएँ। त्यसपछि आज 23 वर्षपछि फेरि गुरुङगाउँ सुरक्षा समाजले यो जुन पुष्प प्रदर्शनीको कार्यक्रम जो आयोजन गरेको छ यो अति नै प्रशंसनीय र एउटा उदाहरणीय पनि हो। किनभने 23 वर्ष भनेको कमसेकम 2 दशक त्यो नानी जन्मेर एउटा परिपक्व अवस्था भइसक्नुपर्ने अवस्था हो 23 वर्ष र त्यो अवधिमा अहिले भाइहरूले जुन प्रकारले यो फुलमाथि भनौँ फ्लोरिकल्चरमाथि जुन प्रकारको एउटा रुचि राखेर एउटा आय स्रोतलाई पनि सम्झेर यो जो काम गर्नुभएको छ होइन त्यो डल्लै लाई समूहमा ल्याएर के कस्तो रहेछ भन्ने कुराको जानकारी यहाँ सबैलाई एउटा सार्वजनिक रूपमा गर्नु पाउँदा यो निकै नै प्रशंसनीय र उदाहरणीय पनि भएको छ र यसलाई अझ निरन्तरता दिन सकियो भने अझ राम्रो। अहिले हामी भर्खरै कुरा गर्दै थियौँ जस्तो मिरिक भ्याली र पोखरेबिङ भ्यालीतिर हुने गर्छ, हरेक वर्ष त्यहाँ पुष्प प्रदर्शनी गरिन्छ र त्यहाँको जति पनि फुलका कृषकहरू नै भनौँ उहाँहरूले आफ्नो एउटा सङ्गठनै तयारी गरेको छ र त्यस्तै हाम्रो पनि टिस्टाभेलीमा पनि धेरै छन् त अहिले बरपिपल गाउँदेखि लिएर राई गाउँ गुरुङ गाउँ क्षेत्री गाउँ सबैतिर फुलमाथि संलग्न हाम्रो युवाहरू छ र उहाँहरूले एउटा सोसाइटी बनाएर एउटा सङ्गठन बनाएर हरेक वर्ष यसरी पुष्प प्रदर्शनी गर्न पायो भने यसले समाजलाई एउटा राम्रो सन्देश पनि जाने अनि यहाँबाट एउटा जीविकाको एउटा मूल एउटा स्रोत पनि हुने भन्ने चाहिँ मैले सोचेँ। यो यसो गरिन्छ होला अबको वर्षहरूमा भन्ने पनि राखेको छ र यो जो आयोजन गर्नुभएको छ उहाँहरू सम्पूर्णमा म मेरो आन्तरिक हृदयबाट र टिस्टाभेली म्यानेजमेन्टको पक्षबाट पनि मुरी बधाई र धन्यवाद दिन चाहन्छु। धन्यवाद। हुन्छ, हवस्, धेरै धेरै धन्यवाद हाम्रो भेनाज्यू साथसाथै टिस्टाभेली सहप्रबन्धक श्रीमान वीरेन्द्र छेत्रीज्यू। उहाँ गुरुङगाउँ निवासी नै हुनुहुन्छ र उहाँले पनि आफ्नो मन्तव्य छोटो रूपमा हामी समक्षमा राखिदिनु भएको छ।
अब हाम्रो एक्टिभ यहाँ भोलिन्टियरहरू बहिनीहरू हाम्रो केटाकेटीहरू पनि अब यहाँ एक्जिबिसन हेर्न आएको थियो। हेरिसकेको तिमीहरूले के छिटो अन्त एक फोनको मात्रै। नमस्कार है गुरुआमाहरू, नमस्कार। यता देखाउनु पर्यो अनुहार होइन, पोस्टर निस्किनु भएको। अनि हाम्रो के अरे दुःखलाई बुझेरै होला गुरुआमाहरू पनि आइदिनु भएछ होइन। बुफेमा राम्रै छ आज। लु भन्नुहोस् के छ? यो त ठिकै हो कि यो आजको यस बिहामा चाहिँ डाडो पनि चाहिँ कसले छाटेको थियो? बेहुलाले डाडो पनि छाटेको रहेछ। दुःख पायो हामीले जन्तीहरूले। बेहुला त यहाँ कोही छैन। केटा त पुरा कट्टाहरू छ सरहरूको अवस्था यस्तो छ। हाम्रो माथिको किचनहरू डल्लै बाङबुङ भइदियो माथिको त अन्त पन्डालहरू त बाङबुङ। त्यो भएर लन्च गरेर आउनु भएको? लन्चको व्यवस्था पनि छ तर अलिक पैसा तिर्नुपर्छ यहाँ। सबले किनेर खानुपर्ने। अल्का कन्ट्रिब्युसन देख न अनुहार केटाहरू। हेरेर आएको तिमीहरू के हेरेको छैन? ए ल ल कस्तो लाग्यो? कस्तो दामी माने के मन पर्यो? मेरो मात्रै पेन्टिङ मन पर्यो अरे के भन्छ? अरू पनि राम्रो थियो दाइ। हेरिसकेको? तिमीहरू घुमिसक्यौ? के छिटो यिनीहरू। नमस्कार सर। पालो पाएको छैन? ए हाम्रो सर अगाडि बसिरहेको रहेछ नि त। क्याप्टन अगाडि रहेछ नि त। क्याप्टन अगाडि रहेछ नि त भनेको नि। भयो छुट्टी? के गर्नु नि हेर नानीहरू सबैजना हाम्रो स्कुलको नानीहरू पनि आएर हाम्रो यो एक्जिबिसनलाई हेर्दैछ। कस्तो लाग्यो तिमीहरूलाई? आमा ल है ल है थ्याङ्क यू सो मच। यता स्मृति ए कस्तो लाग्यो? अब तिमीहरूले पनि भनिदेऊ न कस्तो लाग्यो आज एक्जिबिसन? दामी मात्रै लाग्यो अब। अम्बो छाताको त यहाँ बजार भएछ त। छाता चाहिँ यहाँ हुँदैछ केटाहरू लन्च। ओ केटी हो ए कस्तो लाग्यो? फिडब्याक दिनु पर्यो नि त तिमीहरूले अन्त। कस्तो लाग्यो? के मन पर्यो खासै? गदावरी फुलहरू। तिमीहरूलाई यहाँ नबोली गएको यार। खानेकुराहरू पनि छ है। सक्यो? हेऱ्यौ कस्तो लाग्यो? दामी? के मन पर्यो? के मन पर्यो? सबै मन पर्यो। ल भन तिमीहरूको के छ एक्सपिरियन्स? छिटो न। अरे के चाहिँ दामी लाग्यो स्पेसल? अब यहाँ नमस्कार। फुलहरूको विषयमा ल भन्नु पऱ्यो नि यहाँनिर राम्रोसँगले। साह्रो लज आएको है यिनीहरू। सबै मन पर्यो अरे? सबै भालो? केटा के छ तिमीहरूको रिभ्यू? फुलहरू राम्रो फुलाएछ? दामी है? सुन्नु चाहिँ भएन केटा अब? हाम्रो अतिथि महानुभाव हाम्रो सरहरूलाई निमन्त्रणा। ल रिभ्यू दिनुपर्छ सर। यसो के छ फिडब्याकहरू? कलेक्सनहरू के छ कस्तो छ? कहाँ एकदम राम्रो है। अझै हेर्नु बाँकी छ? भर्खर हेर्दैछौँ हामी। के छ बोनसाईको के छ दिएको सर? कस्तो रहेछ? दामी है दिएको सर। लजायो अन्त बोल्नै।
दिनुपर्छ। यो त दामी बनाएको रहेछ इयरिङ्सहरू है। यो सबै होममेडै हो हाम्रो बहिनी। र के कस्तो लाग्यो? देखेको तर गतवरी देख्दाखेरि म एकदमै त्यही त अहिले यहाँ गुरुआमा यो टिस्टा भेली नै खुलेको एकदम टिस्टा भेली राई गाउँ छेत्री गाउँ गुरुङ गाउँ यता मिलाएर नै यो सबै कलेक्सन। यो प्लान्टहरू क्या साह्रै राम्रो लाग्यो मलाई। त्यो पराको त्यो स्ट्यान्डमा राखेको त्यो अग्लो साह्रै राम्रो लाग्यो। हाम्रोतिर त छ कि तर त्यो भाँती नपुगेको मोटामोटी राम्रै लाग्यो तपाईँलाई? ल धन्यवाद। आसिङको पनि यो यहाँ जति पनि देखिन्छ नि यो अब कसरी गर्नुपर्ने रहेछ भन्ने मान्छेकोमा एउटा हौसला अनि एउटा के त के भन्छ यसलाई जाँगर पनि बढेर जान्छ। अनि यसको तरिका तरिका के कस्तो गमलामा चाहिँ राख्नुपर्छ रहेछ यो फुलहरू हाम्रोतिर पनि छ नि त। अब त्यो ज्ञान नभएको भनौँ न होइन। अब यहाँ यति घुम्दाखेरि चाहिँ मलाई अलिकति ज्ञान आयो यो फुल चाहिँ यसमा राख्नुपर्ने रहेछ यसमा राख्नुपर्ने रहेछ भन्ने खालको त्यो चाहिँ मलाई अलिकति आयो क्या। ल धन्यवाद हाम्रो आसिङलाई पनि। र गुरुआमाले नै रिभ्यू दिनु पऱ्यो आजको यो अब फुलहरूमा। दिव्या मिस के छ कस्तो छ कलेक्सन कस्तो लाग्यो? आसिङ त छक्क पऱ्यो अब टिस्टा भेली पनि यत्रो गदवरहरू फुल्दो रहेछ भनेर क्या। यो त अब कासोकाण्ड तपाईँलाई अन्त के साह्रो भनिदिनु मिस कस्तो लाग्यो कलेक्सनहरू? फुल नमन पर्ने त कोही छैन नि त। र पनि तपाईँलाई यो जुन कलेक्सन थियो नि दामी मात्रै बोनसाई राम्रो लाग्यो अरे। है कति वर्ष पुरो र होइन धेरैवटा कमी कमजोरी भइरहेछ। अब नेक्स्ट इयर फेरि अब गऱ्यो भने फेरि त्यो कुराहरूलाई हामीले सुधार्ने प्रयासमा छौँ। हुन्छ धन्यवाद तपाईँहरू एकदम भिजिट गरिदिनु भयो। फ्लोरा एकदमै यो मल्टिफ्लोरा होइन मल्टिफ्लोरा फुलाउनु चाहिँ हाम्रो सागर सर हुनुहुँदो रहेछ है। र सागर सर चाहिँ एकदमै अब फुलसँग सम्बन्धित रहेर शिक्षण पेसामा रहे तापनि फुललाई एकदमै उहाँले प्राथमिकता दिएर चाहिँ फुल नट ओन्ली फुल होइन र धेरैवटा प्लान्टहरूको कलेक्सन पनि सागर सरको छ। र सागर सरको म छुट्टै एउटा छोटो अन्तर्वार्ता अहिले तपाईँहरूसँग लिनेछु र त्यो पर्खिनु होला तपाईँहरू है। र उहाँलाई मैले अस्ति कविको रूपमा पनि देखाएको थिएँ। एकदमै राम्रो कविता उहाँले हाम्रो स्कुलको इतिहासलाई समेटेर लेख्नु भएको थियो है। उहाँलाई धेरै धेरै धन्यवाद। धेरैजना दर्शकवृन्दले त्यो कवितालाई धेरै मन पनि पराइदिएको छ। ल धन्यवाद। रेडी भएको यो बहिनीले चाहिँ यो अहिले जस्ट हाम्रो छेउमै बनाएर कम्प्लिट गरेर यहाँनिर डिस्प्लेमा राखिसकेको छ। जानु भएको
ल है तपाईँहरू मजाले घुमिदिनु भयो धन्यवाद सबैलाई होइन हौ मिसहरूले डरै लाग्दो के खाएर गयो हाम्रो सरहरू त चिया मात्रै खाने हामी किन चिया खाएको हुन्छ चिया चाहिँ फ्रीमा रहेछ फ्री खाने मोमोको सुप मात्रै खान्छौँ हामी ए मोमोको सुप मात्रै खान्छ रे त्यो त साह्रो भयो नि अब हाम्रो चाहिँ दिदी बहिनीले यहाँ पुच्का पनि राखेको छ होइन चाट पापडी हरेक कुरा फम्बी आयो पुच्का खाँदैन आइज न पुच्का खानु एकवटा बनाइदिएको खाने हो है पुच्का ओ खाँदो छ त अन्त लन्चको व्यवस्था हामीले यहाँ गरेको छौँ त अन्त बेसी महँगो पनि छैन 50 खाली हो हरेक अब के अरे छोला भटौरा 50 ल उताबाट फम्बी कहिले हो त फम्बी कस्तो बनाएको छ हुँदै हाम्रो फम्बी पनि राखेको छ म त आज पुच्का हाल्यो हामीले यहाँ बहिनीहरू चाहिँ 20 रुपियाँमा 6वटा पुच्का दामी त्यो खै के हो यो झालमुरी अवेशनगर स्पेसियलिस्ट झालमुरी केटाहरूले त के पो खाला ठुलै कुरा के खाला भनेको त होइन हाम्रो सरहरूले चाहिँ गुरामाले सानो खाएन के खायो कि फ्रीको चिया अरे अन्त लास्टमा त झालमुरी खाँदो रहेछ त सेलेरी आउनु बाँकी छ अरे र पनि झालमुरी त साह्रो भयो नि त हौ अन्त सुकेको खुन्ना भएको किर्न अक्टोबरको स्यालेरी नआएर खुन्ना भएको किर्न जस्तो भएर सुकेर च्याप्टो लास्टमा झालमुरी पनि खाँदो रहेछ सानो प्याज अरे चाहिन्थ्यो सिङ्गा है कस्तो लाग्यो आसिङले फम्बी फर्स्ट टाइम खाएको अरे होइन खान त थुप्रैबाट खाएको कि यहाँ चिसो पाउँदो रहेछ झन्डै जिब्रे पिल्सियो फम्बीले तातो भएर खासमा आसिङले चाहिँ खासमा आसिङलाई चाहिँ तातो फम्बी खाने बानी कि चिसो फम्बी भएन फसो गर्ला यहाँ माथिको हाम्रो अस्ति फ्लावर एक्जिबिसन सुरुवातदेखि नै हामीले बनाइरहेको डेराहरू चाहिँ यो लगातार परिरहेको पानीले गर्दा सबै भत्काइदिएको छ हाम्रो धेरैवटा स्टलहरू त्यहाँ हुने गर्थ्यो है तर सबै स्टलहरूलाई पानीले बर्बाद बनाइदिएको छ